यता कन्टिन्यू भट्के पार्टी मुखिया भट्के पार्टी ने खोपलाके जात्रा भक्तपुरमा मनाइँदै आएको एक जात्रा सदियौँदेखि यो जात्रा मनाउँदै आएको थिए 150 भन्दा बढी वर्षदेखि चाहिँ यो जात्रा बन्द भएको अवस्थामा रहेको छ। अहिले 2081 सालदेखि यो जात्रालाई निरन्तरता दिएको छ। मल्लकालीन इतिहास रहेको यस जात्रामा भगवान तलेजुसँग नेपालमा भित्रिएको भन्ने किम्वदन्ती रहेको छ। यहाँ अहिले पश्चात्रीहरूद्वारा पूजा गरिँदैछ। ब्रजधारी गुरुबाद्वारा पूजा आधा थाल्ने भइसकेको छ। र यो जात्रा रजिस्ट्रारहरूद्वारा सुरु गरिएको थियो र लाखे हुने समुदाय रजिस्ट्रार समुदाय र यसमा नगरा बजाइन्छ भने हाल आएर झाबाजा पनि प्रयोग गरेको पाइन्छ। अहिले यहाँनिर लाखे पूजा हुँदैछ। उपलाखे आजको पूजाको लागि यहाँनिर खपा लाखेको खपा तथा मङ्गलाको पूजा हुँदैछ र यसमा चाहिँ बलि चढाइने गर्छ। बलि दिनको लागि रेडी पार्दै र यहाँनिर छिपा भजन गुठीद्वारा भजन प्रस्तुत गरिँदैछ। ढाका भजन भनिन्छ यसलाई। यो पौराणिक कालदेखि नै चलिआएको भजन हो। लगभग पनि 300-400 वर्ष अगाडिदेखि नै नेवार समुदायमा सुरु भएको भजन हो यो। हामी ढाका भजन भनिन्छ। मान्छेहरूको पनि एउटा भजन छिपा भजन गुठीबाट चाहिँ भजन प्रस्तुत गरिँदै यहाँनिर लाखे सञ्जय रञ्जितका लाखे बन्नको लागि तयारी गर्दै पोसाक लगाउँदै हुनुहुन्छ। लाखेको यो पोसाक जामा लगाइँदै त्यसै गरी यो पटुकी बाँध्दै हुनुहुन्छ। लाखे जात्रा सञ्चालन गर्नको निमित्त पाटन निवासी श्री रवि सकेज्यूको महत्त्वपूर्ण भूमिका रहेको छ र यो खपाहरू सम्पूर्ण तयार गर्नको निमित्त उहाँको ठुलो भूमिका रहेको छ। त्यसैगरी अनिल महतज्यू अहिले खपा तयार गर्दै हुनुहुन्छ। खपा धारण गर्नको निमित्त चाहिँ उहाँ तयार गर्दै हुनुहुन्छ। पट्टी सँग खेल्दै
सिधा पनि पिचबाट छ लेफ्टमा चाहिँ कति बाटो मुकुन्द बनाउन अन्तिम अवस्थामा पुगेको छ। अहिले मुकुन्द धारण गर्दै हुनुहुन्छ सञ्जय रञ्जितले। मुकुन्द लगाउनमा चाहिँ गरिसकेकोद्वारा सहयोग गर्दै हुनुहुन्छ। पहिलोपटक लाखे निकालेको 2081 साल साउन 20 गते निकालेको थियो। यो 150 वर्ष करिब 150 वर्ष पछि निकालेको थियो। समुदाय नगरपालिका वडा नम्बर 7 स्थित लाखे टोलमा रहेको लाखे मन्दिरमा पूजाआजा पश्चात अहिले चाडको निमित्त प्रस्थान गर्दै हुनुहुन्छ। अहिले उहाँहरू बागेश्वरी चौतारामा चाहिँ जात्रा प्रस्तुत गर्न पहिले जानुभएको छ। बागेश्वरी चौतारा लाखे नाच प्रस्तुत गर्दै अहिले यहाँनिर नाच पछि पूजाआजाको कार्यक्रम रहेको छ। चुम्बकलाई नदेख्ने एउटा परम्परा जात्रा गरिरहेको छ। अहिले समुदाय नगरपालिका वडा नम्बर 7 अवस्थित लाखे टोलबाट हल्का माथि चौतारामा जात्रा गर्ने स्थानीयवासी पूजाआजा पश्चात पुनः फर्किने क्रममा लाखे जात्रा लाखे नाच प्रस्तुत गर्दै हुनुहुन्छ। प्रसादको कार्यक्रम रहेको छ। Inggris जात्रा के दिन भक्तपूर्ण इंग्लिश जात्रा मनाउने क्रममा लाखेले
इन्द्रेणी माताको दर्शन गर्दै हुनुहुन्छ र दर्शन पश्चात यात्रा सुरु हुने गर्दछ। भक्तपुरमा मनाइने यो इन्द्र जात्रा पौराणिक कालदेखि नै सुरु भएको मानिन्छ। दर्शन पश्चात लाके अगाडि जाने गर्छन् भने इन्द्रेणीको खट पछाडि ल्याउने गर्दछ। अहिले इन्द्रेणी खमाबाट दरबार स्क्वायरतर्फ जाँदै दरबार स्क्वायरमा पुगिसकेपछि दाजु भगवानको दर्शन गर्नुहुन्छ। दरबार स्क्वायरबाट टमरीतिर यात्रा सुरु हुने गर्दछ। टमरीमा पुगेर श्री भैरवनाथको चाहिँ दर्शन गर्ने गर्दछन्। सिधैपुरीमा यस दिन विशेष जात्रा हुने गर्दछ र यहाँनिर चारैतिर दीपावली गरिएको छ भने यसै स्थानमा इन्द्रेणी माताको खट रातभर विराजमान गरिनेछ। एकदम मनोरम दृश्य हामी देख्न सक्छौँ। छिटोपोखरी भक्तपुरको यो साँझ इन्द्र जात्राको दिन निकै जात्रालुहरूको हिजो लाग्ने गर्दछ र लाखेलाई सर्वोपरि चढाइएको दृश्य हामी यहाँनिर देख्न सक्छौँ। लाखेलाई सर्वोपरि ठुलो समय बजिराख्ने गरिन्छ र उत्तर 6 बजी लाखेलाई चढाइसकेपछि लाखेले सम्पूर्ण जात्रालुहरूलाई बाँधेर दिने गर्दछ। सबैले थापेर लिने सर्वोपरिले थापेर लिने गर्छ।